हेलो साथीहरू, सन्चै हुनुहुन्छ? के छ खबर? वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी आमा छोरी यसरी चिरिच्याट्ट मेकअप गरेर कहाँ जाँदैछु ल हेर्नुहोस् है त। हामी सँगसँगै हामीलाई फलो गर्नुहोस्। मैले यस्तो चस्मा पनि लाएर टक्क लाएर एउटा फोटो खिचिदिउँ न भनेको, फेरि भिडियो पो भएछ। फेरि छोरी फेरि हिँड्ने भनेदेखि उहाँ चाहिँ अगाडि गएर बाइकमा बस्नलाई रेडी भइसक्नु भयो। उहाँको दुईजना साथीहरू आउनुभयो, तर साथीहरूलाई पनि उहाँले मतलब नै नगरी सरर हामी चढ्यौँ बाइकमा। फेरि चाहियो पैसा, गएर पैसा निकाल्यौँ। फेरि हामी अघि बढ्दै गयौँ सरर बाइकमा। कहाँसम्म पुगिन्छ हामी सँगसँगै यात्रा गर्नुहोस् है साथीहरू। हामी अब लगभग इटहरी पुग्न थाटिसकेको छौँ। अब आउँदैछ इटहरी चोक। ल यसमा चाहिँ हल्का जाम रहेछ साथीहरू, गर्मीमा भए पनि हामी एकछिन जाममा पर्यौँ। इटहरी चोकमा पुगिसकेपछि यहाँ चाहिँ 3टा बाटोहरू छ। एउटा तलतिर विराटनगरतिर आउने बाटो छ, 4वटा बाटो छ। एउटा उतापट्टि पूर्व जाने बाटो झापातिर जान्छ, एउटा चाहिँ धरानतिर जाने बाटो छ, एउटा पश्चिमतिर जाने बाटो छ। पश्चिम भन्नाले काठमाडौँतिर कता कता जान्छ नि, पश्चिमतिरको गाडीहरू जान्छ। जाम पनि खुल्यो साथीहरू, हामी यहाँबाट पनि निस्क्यौँ जामबाट। यो चाहिँ गोर्खा डिपार्टमेन्ट स्टोर भन्छ है, यस एकदम फेमस पूर्वको यो गोर्खा डिपार्टमेन्ट स्टोर हो। त्यहाँदेखि हामी लाग्दैछौँ धरानतर्फको बाटोमा। धरान जाने हाम्रो उद्देश्य छ। अब धरानदेखि चाहिँ कहाँ कहाँ जान्छौँ त्यो चाहिँ हेर्दै गर्नुहोस्। अब लगभग हाम्रो यो बाटोको जङ्गलको बाटोमा पुग्न थालिसक्यौँ। जङ्गलको बाटो हिँड्दै गयौँ भनेर भन्दिनँ म, किनभने हामी चाहिँ बाइकमा सरर जाँदैछौँ। यहाँ चाहिँ उखुको जुसहरू पाउँछ है साथीहरू, फ्रेस गर्मी भयो भने टक्क यहाँ आउनुहोस्, चिसो हावा खानुहोस् जङ्गलको, अनि त्यसपछि उखुको जुस खानुहोस् है, रमाइलो गर्नुहोस्। धेरै रमाइलो छ घुम्ने ठाउँ। यो बाटो चाहिँ कसलाई याद नहोला, कसलाई चाहिँ रमाइलो नलाग्ला यस्तो बाटो। यसमा चाहिँ सरर हिँड्नुको मजा नै बेग्लै हुन्छ। शीतल विराटनगरको गर्मीबाट भित्रपट्टि छिर्दै जाँदा जति माथि गयो त्यति चिसो हुँदै जान्छ। हामी पनि यसरी नै गर्मी छल्दै, विशेष गरी हामी आज अर्कै ठाउँमा जाने प्लानमा हिँडिरहेको छौँ। ल साथीहरू, यहाँ आयो संसारी माई मन्दिर। यहाँ चाहिँ विशेष गरी विश्वकर्मा पूजामा एकदम धेरै पूजा गरिन्छ र विशेष गरी बाइकहरू गाडीहरूको पूजा गर्ने ठाउँ हो यो। आज शनिबार एकदम धेरै भिड रहेछ। यहाँ नानी फेरि सुतिन्। अब हामी फेरि लाग्यौँ धरानतर्फ। धरान आउने बाटो यही हो साथीहरू। धरानबाट हामी जाँदैछौँ अगाडि, धरान छिर्दैछौँ भनौँ न। धरानको बजार सुरु पनि भएको छैन, हामी चाहिँ लाग्यौँ अगाडि यसरी। फेरि हामीले पेट्रोल पनि लाउनु पर्ने थियो, पेट्रोल पनि लगायौँ। त्यसपछि फेरि अगाडि बढ्यौँ साथीहरू। धरान बजार ल आयो है त यो धरान